आमा भन्ने शब्द छ नि, यो संसारकै अलौकिक शब्द हो। यो शब्दको वर्णन गर्न कसैले पनि सक्दैन। एक समयको कुरा हो, एउटी आमा जो नितान्त एक्ली थिइन्। एक्ली आमाले आफ्नो श्रीमानको मृत्यु पश्चात एउटा सन्तान, एउटा छोराको यस धरतीमा अवतरण गराइन्। तत्पश्चात छोरो आमाको दोहोरो माया पाएर, बाबा आमा दुवैको दोहोरो माया पाएर दिन प्रतिदिन हुर्कदै बढ्दै ठुलो हुँदै गयो। समय यसरी व्यतीत भयो। आमाले सन्तानको स्याहार सुसारमा आफ्ना दिन पछाडि रात व्यतीत हुँदै गएको पत्तै पाइनन्। एकाएक छोरो ठुलो भयो, लक्का जवान भयो, अनि छोरो कसैको मायामा चुर्लुम्म डुब्यो। अनि यसरी समय बित्दै जाँदै गर्दा प्रेम प्रस्तावमा पसेको, कसैको मायामा डुबेको पनि वर्षौं बितेछ र अब घर गृहस्थी गर्ने सोचले छोराले आफ्नो प्रेमिकालाई भन्यो, प्रिय, अब हामीले विवाह गर्नुपर्छ, घर गृहस्थी गर्नुपर्छ। तर अफसोस भयो के भने प्रेमिका जो चाहिँ मिश्रित परिवार, संयुक्त परिवार राम्रो मान्दैनथी। उले प्रस्ताव उल्टो दोहोऱ्याई र भनी, म तिमीसँग विवाह त गर्छु तर एउटा शर्तमा। अनि प्रेममा पागल भएको प्रेमीले के भन्यो, म तिम्रो हर शर्त मन्जुर गर्न सक्छु प्रिय, तिमीले मसँग विवाह चाहिँ गर्नै पर्छ। अनि केटीले एकछिन पनि ढिला नगरेर के भनी भने, तिमीले हामी बीचबाट तिम्रो आमालाई हटाउनु पर्छ। म तिम्रो आमाको बुहारी बन्न होइन, तिम्रो श्रीमती बन्न जाने हो। तिम्रो आमासँग म बस्न सक्दैन। अनि केटाले तुरन्त प्रस्ताव पनि स्वीकारिहाल्यो। त्यसो भए भन न त, म आजै आमालाई वृद्धाश्रममा लगेर छोड्छु। उसलाई चाहिँ हतार थियो विवाह गर्नलाई। आफ्नो आमा जसले चाहिँ 30-32 वर्ष चाहिँ उसलाई चाहिँ आफ्नो जीवन दिएर हुर्काइन्, उनको एक रत्ती पनि वास्ता थिएन प्रेममा पागल त्यो पागल प्रेमीलाई। अनि फेरि केटीले भनिहाली, म तिम्रो आमा चाहिँ वृद्धाश्रममा पनि भएको हेर्न चाहदैन। के थाहा, तिमी लोग्ने मान्छेको जात, भोलि मन बदल्न सक्छौ र आफ्नो आमातिर फेरि फर्किन सक्छौ। त्यसकारणले यदि मसँग बिहे गर्न छ भने तिमी जाऊ अनि आफ्नो आमालाई मारेर आऊ। अनि पागल प्रेमी फेरि तुरुन्तै स्वीकारिहाल्यो अनि दौड्न थालिरहेको थियो। फेरि प्रेमिकाले चाहिँ बाटैमा रोकी र भनी, मारेर मात्रै हुँदैन, मलाई तिमीले आफ्नो आमालाई मारेको प्रमाण पनि चाहिन्छ। अनि केटाले भन्यो, प्रिय, के दिउँ त प्रमाण? अनि तुरुन्तै केटीले फर्काइहाली, मलाई तिम्रो आमाको मुटु झिकेर चाहिँ हातमा राखिदियो भने मात्रै विश्वास गर्छु। केटो दौड्दै गयो, पागल प्रेमी गयो र आमाको पिठ्युमा छुराले हानेर आमालाई मारेर मुटु झुकेर फेरि प्रेमिका भएतिर दौड्दै आइरहेको थियो। एउटा ठुलो ढुङ्गामा आँखा नभएको अन्धो अल्झियो र अनि गुर्लुम्म लड्यो। हातबाट आमाको मुटु छुटेर केही पर गएर खस्यो। अनि आमाको मुटुबाट अनायासै आवाज आयो, बाबु, तिमीलाई कतै चोट त लागेन बा? यति घटना घटिसकेपछि अनि पछुतायो, आमाको माया के हुँदो रहेछ, आमा भनेको के हुँदो रहेछ। त्यस कारणले आमा जो आफू घाइते भएर, जो आफू मरेर पनि सन्तानको दुःख देख्न चाहदैनन्, त्यस्ती आमालाई चाहिँ हामीले बुझ्न सकेनौँ भने हामीले यस धरतीमा मानव भएर जन्मिनुको अर्थ छैन। यसै प्रसङ्गलाई लिएर आमाको महत्त्वको सम्बन्धमा मेरा भाइ बहिनीले सानो एउटा सर्ट्स
सानो नाटक प्रस्तुत गर्दैछन्, स्वीकार्नुहोस् है त। धन्यवाद।